Jai Ganti. Subscribe to Gyaltsen Sherpa. Good morning guys. अब भने चाहिँ हामी माथि कालिन्चोक डाँडामा अथवा मन्दिरमा दर्शन गर्न जाँदै छौं र अब त्यस साथसाथै एउटा ब्लग पनि बनाउँ कि भनेर आशा राखेर अनि चट्ट एउटा कमर गएर हिँड्दै छौं तपाईहरुलाई के कस्तो दृश्यहरू देखिन्छ बाटोमा सबै देखाएर तपाईहरुलाई त्यसको बारे डिटेल देखाउने नै छु र मेरो भिडियोलाई साथ दिनु होला ल है गाइस अब चाहिँ भने हामी आज हिँडेर जाँदै छौं दिदी यहाँ को हुनुहुन्छ यहाँ बाहिर आइदिनु ल यहाँ पूजाको सामग्रीहरु किन्नु पर्यो के पाइन्छ हेरौं पूजाको सामग्री कति सिट 100 रुपैयाँ हुन्छ ल देख्न सक्नुहुन्छ अहिले ल चट्ट हामीले पूजाको सामग्री किनेछौँ त्यसपछि सर गरेर माथि केबलका चढेर माथि दर्शन गरे आएपछि फर्किनु पर्ला यहाँ धेरै बसेर पनि काम छैन रहेछ यस्तो जाडो हुन्छ कि राति झन् मेरो कुरा त के गरौँ सधैँ जाडो हुने मान्छे काठमाडौँमा 2 र 0 गर्नुपर्छ यहाँ त 4-5 वटा खप्टायो नि आफ्नो यो ज्याकेट लगाएर सुत्दाखेरि नि एकदमै गाह्रो घण्टामा बिम्जेर गाह्रै बनाएको छ त्यसैको कारणले गर्दाखेरि भरे 12-1 बजेतिर फर्केर जानु पर्ला अवस्थामा बसिरहेको छ हामी अब हेरौँ के हुन्छ ल मेरो साथमा आज भाइ पनि छ अनि भाइ तिमीलाई कस्तो लागिरहेछ आज भन्दा ल धेरै राम्रो लागिरहेछ अनि के हो नयाँ यस नयाँ ठाउँ घुम्नु पाए हैन ठिकै राम्रो महसुस भइरहेछ है फिलिङ्स गुड भइरहेछ नि त अफ कोर्स नेक्स्ट I'm walking on the Gaurishankar Village. के बैशाखतिर नि हिउँ परिदिन्छ कस्तो के हो हाम्रो वेदरहरू नि बौलाउन थालेछ बाजेहरू कता आउनु भएको काठमाडौँबाट हो एहे ओहो गाइस यो त गाह्रो ठाउँमा परेको मलाई त के हो पछाडि हेर्दा त मैले चट्ट बाजे चाहिँ देखेको थिएँ मलाई बजै बनाउनु रहेछ झन्नै गाह्रो ठाउँ पुग्यो तर बच्चु गाइस आवाज हामी केबल कार बाटोमा आइपुगे एकदमै एक्साइटमेन्ट चाहिँ के छ भने आज हेर्नु ठिक्कै हिजो आउँदाखेरि वैशाख आज 12 गते भइसक्यो कि यस्तो ठाउँमा यस्तो टाइममा हिउँ परिदिरह्यो भने यो चाहिँ एकदमै अचम्मै छक्क पर्छ भने हल्का सामानले भन्छ नि छक्क पर्छ भनेको जस्तो भइरहेछ एउटा गाडीमा 8 जना रहेछ ल टिकट दिनु 2 जना बाह्र निकाल भाइ ल 1 जना बराबर साथी टिकट चाहिँ अप्जान होइन 600 रुपियाँ पर्नेछ 1200 यहीँ गइहाल्यो अब यहाँबाट हामी इन्ट्री गर्दैछौँ guys यता अरे यता यो हुन्छ पारा केवल गएर छ कति मिनट हो 5 बजी त हो यी नजिकै रहेछ तपाईँ 5 मिनट मात्रै हो हामी त उड्यो पक्कै पनि उड्यो सर तपाईँ हिजो आउनु भएको
गाडीमा कि केमा गाडीमा स्कुटरमा ए तपाईहरु चाहिँ कहिले आइपुग्नु हामी नि हिजो आइपुग्यो पानी ठडाएर हामी त स्कुटरमा आएको ओइ हाउ डिड यु कम ए एकदमै खतरा भयो हामी पनि त्यो पानीको बेलामा त्यो उकालोमै थियो त्यो हर्का सामानले भने चाहिँ छक्क पर्छ भने जस्तो भएको सबैजना छक्क परेर स्कुटर ल्याएर भाइ कता हो हामी उता बौद्धबाट ए वाउ स्कुटरमा कति घन्टा लाग्यो हौ बौद्धदेखि 8 घण्टा लाग्यो ड्याम 8 घण्टा लाग्ने 5 घण्टामा पुग्नेछ अँ ए पानी परेर तल धेरै कुरेर बस्यो नि त ए कति खेलेर बस्यो हामी तल खाडी चौरतिर काँकातिर खरी ढुङ्गातिर आरामसँग आएको थियो पानी नपरेर त आरामसँग आइपुग्नेछ पानी परेर मात्रै किन राम्रो हिँड्नु लागेन कि उहाँले ल्याएर खिच्नु तपाईँ चाहिँ कताबाट पाल्नु भयो उता बौद्धबाट हो काठमाडौँ काठमाडौँ कता बुढा नीलकण्ठ पुण्यकण्ड ए दाजु स्विजरल्यान्ड पुगेछु है हाम्रो काठमाडौँ नेपालको स्विजरल्यान्ड चाहिँ तल छ भोलि माथिबाट तपाईँले देखाउनेछु त्यो स्विजरल्यान्ड तल कुर्दैन होला कहिले काहीँ त फेरि अड्कियो भने खत्तम हुन्छ स्टेसन ओ आइपुग्यो ओ तल फर्कै जाने क्या ल ल पढिसक्यो नि ब्रेक लाग्न गाह्रो रहेछ तपाईँको ल तपाईँ जानुहोस् यता 42 मिनट पर्छ ल के मिल्नुपर्छ ल फाइनली आइपुग्यो केबल कार स्टेसनमा सिधै सिधै उता अरे अब ओ गाइस फाइनली केबल कार पनि चढिहाल्यो जम्मा 5 मिनटको केबल कारको यात्रा रहेछ त्यसपछि ठ्याक्कै डाँडामा पुगिहाल्यो ओहो ल सर ल यहाँ चाहिँ पूजाको सामग्रीहरू धेरै देख्न सक्नुहुन्छ तपाईँहरूले तलदेखि नकिने पनि हुने रहेछ खासै यहाँ पाउँदो रहेछ अघि बिहानै आएको भए चाहिँ अलि राम्रो हुनेछ 6 बजीतिर सनराइज पनि चट्ट हेर्नु पाउने रहेछ तपाईँ के गर्नु बिहानै चाहिँ हल्का कुम्भकर्ण जस्तो गरेर सुत्यो हिजो राति अलि धेरै थाकेको थियो नि त त्यसै कारणले गर्दाखेरि नत्र भए चाहिँ तपाईँहरूले कालिन्चोक डाँडाको साथसाथै तपाईँहरूले सनराइज के हुन्छ यहाँको ब्युटिफुल थिङ्सहरू के छ सबै त्यहीभित्र तपाईँले अब के गर्नु अवलोकन गर्न सक्नुहुन्थ्यो अथवा तपाईँले देख्न सक्नुहुन्थ्यो भनौँ तर हामी चाहिँ हल्का त्यसलाई चाहिँ मिस गऱ्यो त्यही पनि केही छैन एकदमै बुकको चमत्कार हेर्नु न यो सानो चाहिँ तपाईँले फेरि यति चमत्कार त छैन त यो सबै हिउँको प्रकाशले गर्दाखेरि चाहिँ यतिसम्म चट्ट यस्तोसम्म देख्नु चाहिँ कारण त्यो एट्र्याक्टिभ चाहिँ ल कालिन्चोक डाँडाको मन्दिरको गेट पनि आइपुग्यो साथीहरू फाइनली ए के कुरो कहाँ यस्तो जाडो पनि कुखुरा बसिरहेको हजुर ए ठ्याक्कै 1 राउन्ड पो गर्नुपर्ने रहेछ तपाईँको निकै टाढो रहेछ त भाइ ओहो तलबाट हिँडे अब त्यसो के झर्ने पो रहेछ गाइस हामीले फाइनल डिसिजन राम्रो लिएछ केबल कारमा आएर यस्तो हिउँ परेको टाइममा चाहिँ तपाईँहरू चाहिँ हिँडेर नआउनु होला किनकि हल्का तपाईँहरू चिप्लिए बाई चान्स तपाईँ चिप्लिनु भयो भने तपाईँको टाउको साउको हात खुट्टा होइन हल्का अब ड्यामेज हुने पनि फेरि त्यो छ नि त चान्सेस धेरै भएको कारणले गर्दाखेरि तपाईँहरू नेक्स्ट टाइम यस्तो यो परेको टाइममा आइपुग्नु भयो भने हाइकिङ गरेर चाहिँ नआउनु होला अघि हामी बस्ने ठाउँ चाहिँ तल कुरी भिलेज तल छ हामी धेरै माथि आइपुगेको छौँ टपमा गाइस हिजो हिउँ परेर चाहिँ यहाँको झन् सौन्दर्य अझ धेरै नै होइन बढेको छ किन भन्दाखेरि अब हिउँ नपरे भए सबै तपाईँको यो अब के अरे सबै यो घाँसहरू पनि सबै सुकेर
खरेडी लागेको थियो नि त त्यसको अब हिउँ परेर चाहिँ एकदमै दामी भएको छ है तपाईँहरूलाई अब म भाग्यमानी भनौँ कि अभागी भनौँ हिजो आउँदाखेरि चाहिँ धेरै दुःख पाएँ नो पेन नो गेन भने जस्तै अब के हुन्छ भन्दाखेरि आधी घन्टा चाहिँ तलको उहाँहरूले चाहिँ सबैले नजानु नै भनेर कमिटमेन्ट गर्नुभएको थियो होइन अनि पछि हामीले चाहिँ अब हल्का मूर्खता गरेर नै जे परे परोस् गइन्छ भन्ने शैलीमा आइयो हल्का फुल्का चाहिँ तपाईँ डबल लोड आएको भएर कारणले गर्दाखेरि तानेन क्या हल्का फुल्का 1-2 ठाउँमा 3-4 ठाउँमा चाहिँ तान्न गाह्रो भयो अनि एकजना ओर्लेर पानीमा भिजेर पछाडि धकाल्दै फेरि कप रेनकोटभित्र छिरेर त्यसरी आएको है जुत्ता सुत्ता सब भिज्यो जुस हल्का फुल्का चिसो नि लाग्ला जस्तो भएको थियो त्यो रातभरि झन्डै 10:30 सम्म चाहिँ आगो तापेर बसेर चाहिँ त्यो चिसोपनालाई चाहिँ सबै त्यो आगोको पावरले होइन क्लास गर्दै क्या त्यही कारणले गर्दा अहिले सोच्छु छु भनौँ ये गाइस ट्यान सोनाम शेर्पा गाइस बाटो यस्तो छ हेर्नुहोस् यस्तो हो नि गाह्रो छ नि त यस बाटोहरू चाहिँ एकदमै राम्रो बनाएको रहेछ तपाईँ त्यस्तो नराम्रो त छैन सबै ढुङ्गा बिछ्याएर राम्रो हुने रहेछ ल मन्दिरकै छेउमा पनि एउटा गोठ अथवा यहाँ एउटा बस्ती छ जस्तो रहेछ अब तपाईँले देख्न सक्नुहुन्छ हिमालहरू खोइ कुन हिमालहरू चाहिँ थाहा भएन अब तर तपाईँले यहाँ प्रशस्त रूपमा देख्न सक्नुहुन्छ हिमाल चारैतिर हिमालले घेरेको ल फाइनली मन्दिर गेटमा आइपुग्यो अब घन्टी बजाउँदैन जय घन्टी ल हाम्रो नेपाल देशभरि घन्टी छ घन्टीको मेरो रवि लामेछाने जितेको खुसियालीमा म नि यहाँ घन्टी बजाउँदैछु घन्टी जय स्वतन्त्र पार्टी ल अब देशभरि यसरी घन्टी छाएको छु जस्तै अब भ्रष्टाचारीलाई नि सबै सखा पार्नुपर्छ रवि लामेछानेको फ्यान हो हामी पनि त्यसै कारणले गर्दा जतादेखि घन्टीदेखि त्यतै बजाइहाल्छ ल घन्टीमा यति पावर छ कि के गर्नु 10-15 वर्ष 20-30 वर्ष चलाएको त्यस्तो पार्टीले नि घन्टीलाई जिन नसकेको अवस्था अबको जनताहरू चाहिँ धेरै पनि जागिसक्यो क्या एकदमै बुझ्ने भइसक्यो एक थाल मासु भात नबित्ने खालको छ ल तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ ध्यान बसिरहेको छ वा योभन्दा गाइस घन्टी जय घन्टी रवि लामेछाने हाम्रो नेताज्यूलाई पनि एकदमै बधाई कालिन्चोक डाँडा मन्दिरबाट दिन चाहन्छु किन भन्दाखेरि हाम्रो देशमा चाहिँ धेरै नै अब प्रगति उन्नतिको जरुरी छ जुन चाहिँ लिडरसिपलाई एकदमै त्यो लिडरसिप विदाउट लिडरसिप भन्दा त्यो चाहिँ प्रगति हुन सक्दैन त्यसै कारणले गर्दाखेरि रवि लामेछाने भनेको धेरै पढा लेखेको होइन एकदमै एक्सपिरियन्स भएको मान्छे हुनको कारणले गर्दाखेरि पढ्यो भने के खाएको है चामल खाँदैछ ल यहाँ चाहिँ मैले एउटा दीप पनि जलाएको छु
यो चाहिँ मैले त्रिशुल चलाइदिएँ यहाँ त जे सोचेको त्यही पुरा हुन्छ त्यही भएर मैले यहाँतिर प्रार्थना गरेर एउटा चलाइदिएको छु नभए एउटा बेटी पनि चढाउँछु यो चाहिँ यहाँ फर्म पर्ने रहेछ कालिन्चोक डाँडामा मन्दिर पनि दर्शन गरियो मैले यहाँको पुजारीलाई सोध्न खोजेको थिएँ यहाँको बारेमा केही बताइदिनु भनेर पुजारी बा पनि यहाँ हुनुहुन्न रहेछ किनकि यहाँको बारेमा धेरै बुझ्यो भने अब एकदमै तपाईँहरूलाई पनि आस्था धेरै जागिन्छ त्यही भएर मैले सोध्न खोजेको थियो अहिले पनि केही बताइदिनु भएन जुस GYALTSEN ग्याल्टसेनलाई सब्सक्राइब गरिदिनु होला यो बाटोबाट जानुपर्ने रहेछ मैले चाहिँ 3 राउन्ड गरेँ 3 कोरा अथवा 3 कोरा किन गरेँ भन्दाखेरि यहाँ अब जस्तै 3 कोरा गर्नुको कारण चाहिँ मेरो अब जस्तै शरीर बोली वचनले गरेको पापहरू चाहिँ सबै मेटेर जाओस् अथवा शुद्ध होस् भनेर चाहिँ त्यो सोचेर मैले यहाँ प्रार्थना गरेँ हेर्नुहोस् यो ठाउँ एकदमै राम्रो छ तपाईँहरू पनि आउनु भएको छैन भने एकखेप चाहिँ तपाईँहरू पनि घुम्नु होला एकदमै धेरै नै राम्रो छ काठमाडौँबाट एकदमै नजिक जम्मा 150 किलोमिटरको दूरीमा रहेको छ अनि त्यही भएर तपाईँहरू पनि अवश्य नै यहाँ एकचोटि अवलोकन गर्न पाल्नुहोस् भनेर म चाहिँ तपाईँहरूलाई यसरी सुझाव दिन्छु है त यसरी फलामको सहारा लिएर हिँड्नुपर्ने हुन्छ किन भन्दाखेरि धेरै नै चिप्लो अवस्था रहेको छ बाटो ल छुर्पी कहाँको छुर्पी हो यहाँ हाम्रै गोठको यहीँ लोकलको लोकल हो कसरी छ यसको प्राइस यो 500 को 3 पिस 500 को 6 पिस चौडी रुपियाँ भन्दै हो चौडी घिउ चाहिँ कसरी हो 700 रे 800 चौडीको घिउ छुर्पी खाने तिम्रो नाम के हो तिम्रो नाम के हो मोमो शेर्पा हो हो कति राम्रो बच्चा उपा किनिदिनु के उपा भनेको ल लोकल चक्लेट यहाँ तपाईँ छुर्पी अनि के अरे चाउडीको घिउ सबै पाइँदो रहेछ है त्यस्तो भयो घिउ चाहिँ धेरै महँगो लाग्यो यति सानो रहेछ त्यसकै 800 कति भन्दो रहेछ तर उहाँले धेरै दुःख त गर्नु भएको होला भए तापनि बिगुतिरबाट ल्याउँदा सस्तो पर्छ जस्तो लागेको थियो त्यही भएर मैले यहाँबाट लिइनँ भनौँ त्यो डाँडामा पनि चट्टबाट फोटो सोटो खिच्दा पनि त मेड इन नेपाल चक्लेट पनि खाँदा रहेछ है
यस्तो हाम्रो चक्लेटहरूलाई विदेशतिर लगेर बेच्नु सकियो भने धेरै राम्रो हुनेछ। यस्तो चक्लेट विदेशमा पनि तपाईँ पाइँदैन। क्या स्वादिष्ट छ। दुईजना टिकट ल्याएको छ ल कति बज्यो? केबल कारमा फेरि चढेर सर तल टुरी भिलेजमा पुगिन्छौँ। त्यसपछि हाम्रो खाजाको कार्यक्रम बाई बाई गर्यो। यो त जिब्ला निक्लिरहेको छ भाइ सर तलतिर। त्यसको बाजे के गर्छ यस्तो? तल झर्दा चाहिँ रमाइलो हुन्छ है। हेरियो तल झर्ने अन्त योभन्दा रमाइलो तल झर्नेको। तपाईँ बाटै नथिर्नुहोस् है। यस्तो बाटो पोहोरतिर त हामी त कसरी हिँडेको आएको। ल फाइनली गाइस अब केबल कार पनि चढ्यो, मन्दिर पनि दर्शन गरियो। अब लगभग मेरो मोबाइलको ब्याट्री पनि सकियो। तपाईँहरूले मेरो भिडियोलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। गाडी पनि खतरा आयो। ओहो मेरो च्यानल चाहिँ तपाईँ हेरिदिनु। मेरो युट्युबमा छ कि ग्याल्सेन शेर्पा भनेछ। तपाईँ लेख्नु त ल। गाइस हामी चाहिँ हिजो यो रिसोर्टमा बसेको थियौँ होइन, हिल साइड रिसोर्ट कुरी भन्नेमा। राम्रो सर्भिस दियो अनि धेरै राम्रो थियो। अनि हिजो उहाँसँग भेटेर चट्ट मैले रुमहरू बुक गरेको थिएँ। अनि आज उहाँलाई चट्ट मेरो युट्युब च्यानलको पनि सर्च गर्न लाउँदैछ। यो होइन GYALTS लिनु हो त्यो त हो त्यो हो यो बोलिदिएर आउँछ होला तपाईँ फेरि है। ल गाइस नेक्स्ट टाइम तपाईँहरू यहाँ त कालिम्पोङ आउनुभयो भने यो हिल साइड रिसोर्टमा बसेर तपाईँहरू मजा लिनु होला है त। ल अब हामी चाहिँ यहाँ लाग्छ त है। ल हुन्छ है, सी यु नेक्स्ट टाइम। ल हेर्नु सक्नुहुन्छ यहाँ भेडाको बच्चा नै गइरहेको छ त। वाउ मैले पाठिएन। र फाइनली गाइस हामी जब हिँड्नेछौँ, हिजो चाहिँ हामी यहाँ के अरे भिडियो रेकर्ड गर्नु पाएन नि त, पुरा हिउँ परिरहेको थियो। हिजो पानीले ठटाएर। अनि तपाईँहरू देख्न सक्नुहुन्छ यहाँदेखि होटल प्राइभेट लिमिटेड, यहाँ चाहिँ फुलबुट्टी सारी भन्ने गीतहरू सुटिङ गरेको ठाउँ तपाईँलाई याद भयो होला। ल चट्ट हिरो आएको रहेछ गाइस। ल योभन्दा फुलबुट्टे सारी सबका पानी पछ्यौरी मलमलको भन्ने ठाउँ गीतहरूको सुटिङ यस सिलिएको ठाउँहरू यहीँहरू छ। ओइ के खेल्दै तिमीहरू? आमा त्यहाँ सिँगाने फोटो एड्रेसमेन्ट यहाँ पनि लिएको भन्दै थियो गाइस। अब बाटोको अवस्था यस्तो छ। ओहो गेनेङ 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 अरे हिँड्नुपर्छ। या यो हो नि त ग्रिजा पर्सद खोइरहला। ग्रिजा हो कि खोइ त्यस पावरफुलै रहेछ स्कुटर चाहिँ बाँध्नै पऱ्यो मैले। ओहो यहाँ त तान्छ त, तान्ला त यहाँबाट तान्ला त जा Jagal. Oh no. Oh. Tanya.
एक्लै जाँदा चाहिँ तपाईँको यो डबल चाहिँ नतान्नु है त्यही भएर गाह्रो छ त्यहाँ त्यहाँ ल गाइस अब चाहिँ हिउँहरू पक्लेर हल्का जस्तोहरू सबै आफ्नो कलर निस्किरहेछ तर माथि कालिम्चोक डाँडामा चाहिँ अझै पनि हिउँ पल्केको छैन है ल हामी चाहिँ यहाँबाट लाग्न थालेको See you next video guys. Thanks for watching my video guys. Bye bye.